के तपाईले आफ्नो बिजनेसको लोगो ट्रेडमार्क गर्न चाहनुहुन्छ? गुड इभिनिङ। आजको फ्राइडे फाइनान्समा हामी नेपालमा ट्रेडमार्क रेजिस्ट्रेसन कसरी हुन्छ भन्ने कुरामा डिस्कस गर्नेछौँ। बिजनेसको कुनै साइन, लोगो जसले त्यो बिजनेसलाई अरू बिजनेससँग डिस्टिङ्ग्विस गर्छ भने त्यस्तो लोगो या साइनलाई ट्रेडमार्क गरिनेछ। त्यस्तो डिस्टिङ्ग्विस लोगो या मार्कलाई हजुरले ट्रेडमार्क गराउनु भयो भने हजुरले त्यस लोगो र ट्रेडमार्कको इन्टेलेक्चुअल प्रपर्टी राइट पाउनुहुन्छ र त्यस्तो डिस्टिङ्ग्विस लोगो र ट्रेडमार्क अरू कसैले कपी गर्न सक्ने छैन। ट्रेडमार्कको रेजिस्ट्रेसन भन्ने डिपार्टमेन्ट अफ इन्डस्ट्रीमा गर्नुपर्ने हुन्छ। ट्रेडमार्क कसरी रेजिस्टर गर्ने त? यसको लागि पहिला आफूले ट्रेडमार्क गर्न खोजेको अलरेडी एक्जिस्ट छ कि छैन भनेर चेक गर्नुपर्ने हुन्छ। यदि एक्जिस्ट गर्दैन भने ट्रेडमार्कको एप्लिकेसन फर्म भर्नुपर्ने हुन्छ जसमा आफ्नो ट्रेडमार्कको लोगो, एप्लिकेन्टको आइडेन्टिटी र बिजनेसको इन्फो भर्नुपर्ने हुन्छ। एप्लिकेसन डिपार्टमेन्ट अफ इन्डस्ट्रीमा गएर फिजिकली जम्मा गर्न सकिनेछ वा इन्डस्ट्री प्रपर्टी म्यानेजमेन्ट सिस्टमको पोर्टलमा गएर अप्लाई गर्न सकिनेछ। त्यसपछि डिपार्टमेन्ट अफ इन्डस्ट्रीले उक्त एप्लिकेसन एक्जामाइन गर्दछ। यदि एक्सेप्ट भएमा ट्रेडमार्कको नो एप्लिकेसन नोटिस पब्लिस गर्नुपर्ने हुन्छ। कुनै पनि थर्ड पार्टीले 90 दिनसम्ममा अब्जेक्सन इस्यु गर्न सक्छ। यदि 90 दिनसम्म नि कुनै अब्जेक्सन नआएमा डिपार्टमेन्ट अफ इन्डस्ट्रीले सर्टिफिकेट इस्यु गर्दछ। यो सर्टिफिकेटको भ्यालिडिटी 7 इयर्सको लागि हुन्छ र 7 इयर्स सकिसकेपछि यसलाई रिन्यू गर्नुपर्ने हुन्छ। आजको लागि फ्राइडे फाइनान्समा यति नै। ट्रेडमार्क रेजिस्टर गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड थ्याङ्क यू।